हल्का बाहिरतिरको यसो भ्यू पनि हेरौँ न कस्तो रहेछ हैन। ल यता साथीहरु घाम डुब्न लागेको अवस्था छ हैन। जे होस् अहिलेसम्म चाहिँ त्यति धेरै चाहिँ गर्मी चाहिँ नभएको अवस्था छ साथीहरु हैन। त्यही भएर हल्का ठिकै छ। अनि साथीहरु यो के हो यार, खजुर त डेङडेङ उखेर लडिरहेछ। कत्रो जरा खजुरको। अब जेता पुग्ने लागेको अवस्था साथीहरु, अब 40-42 किलोमिटर छ हैन। अहिले चाहिँ 90 लागेको अवस्था छ। देख्न सक्नुहुन्छ यहाँ गाडी चाहिँ टन्नै सबै चाहिँ कन्टेनरहरु चाहिँ लोड भएर बसिरहेको अवस्था छ। त्यस्तै छ साथीहरु, परदेशी जिन्दगी गाह्रो छ गरिखानलाई हैन। यसो दुखी गरिबीलाई पनि लाइक कमेन्ट शेयर गर्दै गर्नु होला। मेरो पनि भिडियोलाई यसो 1000 लाखमा पुर्याउने यसो कोसिस गर्दै गर्नु होला सबैजनाले हैन। सबैजनाले साथ सपोर्ट गर्नुभयो भने चाहिँ पक्कै पनि हैन हुन्छ। अब एक्लैले त के गर्न सकिन्छ र हैन। के छ साथी यो भित्र हैन, भित्र चाहिँ के छ हो, सुन पनि हुन सक्छ देखिन्न। यहाँ चाहिँ एउटा सिल लागु हुन्छ हैन, यो चाहिँ हामीले खोल्नु पाउँदैन। यो चाहिँ एउटा सिल हुन्छ हैन, यो भएपछि कसैले खोल्नु पाउँदैन, पुलिसले पनि चेक गर्न पाउँदैन।